नेकपा एमाले अझ विशेष गरी केपी ओलीमाथि विदेशी शक्ति केन्द्र भारत, अमेरिका र नेपालभित्रैबाट पनि किन प्रहार भइरहेको छ? किन केपी ओलीलाई चारैतिरबाट खेदिएको छ? किन शक्ति केन्द्र केपी ओलीलाई राक्षसीकरण गर्न लागि परेको छ? यसको उत्तर खोज्न हामी जनआन्दोलन 2062-63 तिर जानुपर्छ। 2062-63 को आन्दोलन पश्चात ज्ञानेन्द्र शाहको शाही शासन हटेर देशमा लोकतन्त्रको स्थापना भयो। उक्त जनआन्दोलनमा ज्ञानेन्द्रको शाही शासन विरुद्ध जनताले आवाज उठाएका थिए, तर संघीयताको माग गरिएको थिएन। तर भारतीय र पश्चिमा राष्ट्रको स्वार्थ पुरा नभएको हुँदा उनीहरूले मधेसवादी दल खडा गरी 2063-64 मा मधेस आन्दोलन मार्फत देशमा ठुलो रक्तपात गरी संघीयता घुसाउन सफल भए। 2064 चैत्रमा संविधान सभाको चुनाव भएर चुनावी सरकार बने तापनि भारत र पश्चिमा राष्ट्रको आफ्नो स्वार्थका कारण देशमा संविधान जारी हुन सकेन। 2070 मङ्सिरमा पुनः संविधान सभा निर्वाचन भएपछि देशमा फेरि संविधान लेखन कार्य सुरु भयो। संविधान लेख्ने उक्त समयमा विदेशी शक्तिहरूको चलखेल ठुलै देखिन्थ्यो। उनीहरू नेपालमा संविधान जारी नहोस्, यदि भए तापनि आफ्नो स्वार्थ अनुसारको होस् भन्ने चाहन्थे। संघीयताको रूपरेखा, परदेशको सीमाङ्कन, नागरिकता लगायत जस्ता कुरालाई लिएर विदेशी शक्ति आफ्नो एजेन्डा संविधानमा घुसाउन चाहन्थे। जसरी पहिलो रक्तपातपूर्ण मधेस आन्दोलनबाट संघीयता घुसाएका थिए। जब भारत लगायत पश्चिमा राष्ट्रको स्वार्थ अनुरूप संविधान लेखन नहुने भयो, तब उनीहरूले संविधान जारी नगर्न ठुलो दबाब दिए र उनीहरूको आदेश विपरीत संविधान जारी गरेमा नेपालमा ठुलो रक्तपातपूर्ण आन्दोलन गराई सरकार ढलाइदिने र नेताहरूको ज्यान पनि असुरक्षित हुने भनेर धम्की दिए। भारतीय नेता एस जयशंकर त काठमाडौँमै बसी दलका नेताहरूलाई धम्काउनेसम्म गरे। त्यसबेला सरकारको नेतृत्व गरेका काङ्ग्रेस नेता सुशील कोइराला र प्रचण्डलाई ठुलो थ्रेड भयो र उनीहरू संविधान जारी नगर्ने र शक्ति केन्द्रलाई मनाएर संविधान पछि जारी गर्ने मनसायमा पुगे। तर 2064 को चुनावमा हार बेहोरेका केपी शर्मा ओली 2070 को निर्वाचनमा जित हासिल गर्दै संसदमा थिए र एमालेको नेतृत्व पनि गरिरहेका थिए। केपी शर्मा ओली जसरी भए पनि संविधान जारी गर्ने र देशलाई विदेशी शक्ति केन्द्रको चलखेल गर्ने अड्डा बन्न नदिने लाइनमा स्पष्ट थिए। भारत र पश्चिमा राष्ट्रको दबाब थ्याङ्न नसकेका सुशील कोइराला र प्रचण्ड संविधान जारी नगर्ने भन्दै सल्लाह गर्न केपी ओली कहाँ गए। तर केपी ओलीले संविधान जारी नगरे देश ठुलो रणभूमि बन्ने र नेपालको सार्वभौमता सकिने भन्दै संविधान जारी नभए नेकपा एमाले सडक आन्दोलन मार्फत जनताकोमा जानेर भण्डाफोर अभियान चलाउने भनी स्पष्ट अडान राखे। पछि काङ्ग्रेस र माओवादी संविधान जारी गर्नै पर्ने दबावमा आए। भारत र अमेरिकन दबावका बीच नेकपा एमाले जसरी पनि संविधान जारी गर्ने अडान लिएपछि उनीहरू केपी ओली विरुद्ध निर्मम रूपमा प्रस्तुत भए। संविधान जसरी जारी हुने भएपछि विदेशी शक्ति केन्द्रले फेरि पूर्वतिर मधेसवादी दललाई अगाडि सारेर तथा पश्चिमतिर थारू समुदायलाई अगाडि सारेर नेपालमा रक्तपातपूर्ण आन्दोलन सुरु गरायो। मधेसवादी दल मार्फत पूर्वदेखि पश्चिमसम्मको तराईको भूभागलाई एउटै स्वायत्त मधेस प्रदेश सहित 14 प्रदेश बनाउने र नागरिकतामा विदेशीको सहज पहुँच बनाउने। यदि त्यसो नभए थरोट आन्दोलन मार्फत तराईको आधा भागलाई स्वायत्त मधेस प्रदेश र आधा भागलाई स्वायत्त थरोट प्रदेश सहित 14 प्रदेश बनाउने र पहाडका जिल्लालाई चारैतिरबाट नाकाबन्दी गर्ने रणनीतिमा विदेशी शक्ति केन्द्र लागि परेको थियो। तर उनीहरूको अडानमा अन्य दल सहमत भए पनि नेकपा एमाले भएन र अहिलेको प्रदेश रेखाङ्कनमा स्पष्ट अडान लियो, जसलाई नेपाली जनताले ठुलो साथ दिए। विदेशी चलखेलमा केपी ओली ठुलो बाधक बनेपछि केपी ओली विरुद्ध विदेशी एजेन्टहरू मार्फत आन्दोलन सुरु गराइयो। केपी ओली, विद्या भण्डारी लगायत एमालेका धेरै नेताहरूलाई तराईमा विशेष गरी पूर्वतिर ढुङ्गामुढा गर्ने, कालो झण्डा देखाउने गरियो, जसरी अहिले जेनजी आन्दोलन पश्चात गरिएको थियो। तर पनि केपी ओली विदेशी शक्ति केन्द्रसँग झुकेनन् र देशलाई टुक्रनबाट जोगाए। त्यो बेलाको मधेस आन्दोलन नेकपा एमाले विरुद्ध मात्र नभएर विदेशी शक्ति केन्द्रले पहाडिया धपाउ भन्ने अभियान समेत चलाएको थियो। एकपटक त्यो बेलाको कहाली लाग्दो अवस्थालाई फर्केर सम्झनुस् त। मधेस आन्दोलनको नाममा आफ्नै नेपाली दाजुभाइले भाला हानेर कोपी मारिएको, हाम्रा चेलीबेटीलाई बलात्कार गरेर क्रूरतापूर्वक मारिएको, पहाडिया दाजुभाइहरूले
करोडौँको सम्पत्ति कौडीको भावमा बिक्री गरेर पहाडतिर फर्किएको, जनतालाई सुरक्षा दिने प्रहरीहरूलाई बर्बरतापूर्वक मारिएको। के तपाईँ त्यस्तै अवस्था फेरि पनि देशमा आएको हेर्न चाहनुहुन्छ? विदेशी स्वार्थका सामु बाधक बनेका केपी ओलीलाई तह लगाउन उनीहरूले अनेक अस्त्र प्रयोग गरे। भारतीय र पश्चिमा राष्ट्रको स्वार्थ पुरा नभई संविधान जारी भएरै छोडेपछि नेपालमा नाकाबन्दी लगाएको सम्झनुस् त। संविधान जारी गरेर देशलाई निकास दिनु के केपी ओलीको गल्ती थियो? देश विदेशबाट ओली विरुद्ध ठुलै षड्यन्त्र भए पनि देशको सार्वभौमिकतामा आँच आउने काम केपी ओलीले गरेनन्। बरु नाकाबन्दीकै समयमा चीनसँग पारवहन सम्झौता गरे। परदेशका नाममा होस् या नागरिकता मार्फत होस् या अन्य विभिन्न माध्यमबाट होस्, नेपालमा अस्थिरता फैलाएर नेपाललाई आफ्नो स्वार्थ अनुरूप प्रयोग गर्न खोजेका भारत र पश्चिमा राष्ट्रको रणनीतिलाई निस्तेज पारेका केपी ओलीले बरु देशको चुच्चे नक्सा समेत सार्वजनिक गरेर सानो देश हुँदैमा उसको सार्वभौमता सानो हुँदैन भन्ने देखाइदिए। अझ पछिल्लो समयमा चीनका राष्ट्रपति सी जिनपिङ र रुसका राष्ट्रपति पुटिनसँगको भेटवार्तामा नेपालको सार्वभौमता, मिचिएको भूमि र चीन नीतिको बारे स्पष्ट अडान राखेपछि त भारत र अमेरिका धेरै क्रुद्ध बनेका थिए र उनीहरू जसरी पनि केपी ओलीलाई सत्ताच्युत मात्र होइन दानवीकरण गर्दै सत्ताच्युत गर्न चाहन्थे। त्यही अनुरूप नेपालभित्र रहेका आफ्ना एजेन्ट मार्फत जेनजी आन्दोलन गराएर देशमा रक्तपात गराई देशको सम्पत्ति जलाए। जनयुद्धकालमा हत्या हिंसा मच्चाएका र नेपाल भारतको उपनिवेश हुनुपर्छ भन्ने मान्यता राख्ने बाबुराम भट्टराईको नेतृत्वमा बालेन समूह र रासपालाई बन्द कोठाभित्र आन्दोलनको तालिम दिइएको विदेशी शक्ति केन्द्रले धेरै समय अगाडिबाट नै भदौ 23-24 का आन्दोलनको रूपरेखा तयार पारेको थियो। भदौ 22 गते नै स्कुल ड्रेसमा विद्यार्थी पठाउने र स्कुल ड्रेस लगाएपछि प्रहरीले गोली हान्दैन भन्ने प्रचार गरियो। उनीहरूलाई 22 गते नै कसरी थाहा भयो कि 23 गते प्रहरीले गोली हानेर मान्छे मार्नेछ भन्ने कुरा? शान्तिपूर्ण आन्दोलनमा कहीँ कतै पनि गोली हानिँदैन, तर उनीहरूले स्कुल ड्रेसमा विद्यार्थी पठाउने र पछाडिबाट हात हतियार र पेट्रोल बम बोकेर आफ्ना मान्छे पठाई निषेधित क्षेत्रमा गएर प्रहरीमाथि हात हतियार र बम हान्ने पूर्ण योजना बनाएका थिए र त्यही अनुसार गरे पनि। बाहिर सतहमा हेर्दा सरकारले गोली हानी निर्दोष युवा मारिएको देखिए पनि भित्री तयारी अर्कै थियो जुन सोझा नेपालीले बुझ्न सकेका छैनन्। हरेक नेपालीलाई भाद्र 23 र 24 मा गोली हान्ने आदेश केपी ओलीले दिएको होइनन् भन्ने थाहा छ, तर उनीहरू त्यो बोल्न चाहँदैनन्। हो, केपी ओलीका धेरै कमी कमजोरी छन्, काङ्ग्रेस एमालेका धेरै कमी कमजोरी छन्। मलाई पनि ओलीको धेरै बोल्ने बानी मन पर्दैन, अरूप्रति देखाउने कठोर व्यवहार मन पर्दैन। देशमा सुधार गर्नुपर्ने धेरै कुराहरू उनीहरूले सत्तामा बसेर पनि नगरेकोमा दुःख लाग्छ। बेथिति र भ्रष्टाचारको पहाड बनेको प्रशासनिक क्षेत्र र 5-7 जनाको हातमा रहेको अर्थतन्त्रलाई सुधार नगरेकोमा रिस उठ्छ। तर उनीहरूप्रति असन्तुष्टि छ भन्दैमा भएका उपलब्धिलाई मासेर लोकतन्त्रको हत्या गरेर देश खरानी पार्नु ठिक होइन। उनीहरूलाई विस्थापित गर्ने लोकतान्त्रिक विधि पद्धति छ। जसरी विदेशी शक्ति केन्द्रको प्रभावमा परि हामीले हाम्रा नेतालाई दानवीकरण गर्दैछौँ, त्यसले पक्कै पनि आउने दिनमा देशलाई राम्रो गर्ने छैन। संसारका अन्य देशमा राष्ट्रको लागि योगदान गर्ने नेताहरूको नाम उच्च सम्मानका साथ लिने गरिन्छ। नेल्सन मण्डेलालाई दक्षिण अफ्रिकामा होस् या महात्मा गान्धीले भारतमा, अब्राहम लिङ्कनलाई अमेरिकामा होस् या माओ सेतुङलाई चीनमा उच्च सम्मान र आदर गर्ने गरिन्छ। नेपालमा पनि पृथ्वीनारायण शाह, राजा महेन्द्र, केपी ओली सदैव राष्ट्रले सम्झने गहना हुन्। यिनीहरूको सम्मान नै नेपालको सम्मान हो।